यो घरमा एकजना स्पेसल मान्छे पनि हुन्छ, त्यो मान्छे को भनेर देखाउनु पर्यो भने चाहिँ उनी चाहिँ हाम्रो दिदीको फेभरेट। हेलो एभ्रिवान, आफ्टर लङ टाइम वी आर सुटिङ दिस भ्लग। यहाँ मैले यसरी कट गरेको छु होइन, यो चाहिँ अब उता हाम्रो के भन्छ चाउचाउको रम्पमको चाउमिन बन्दैछ। यो कटिङ चाहिँ सबै मैले गरेँ, म उता एडिटिङ गर्दै थिएँ। यता यता बोल्नु नि त, सी इज भेरी साई। त्यही पनि अब कन्टिन्यू गरौँ भ्लग। म मात्रै ओछिन फोहोर पार्दै भनेकै त हाम्रो दादाले नि ओछिन फोहोर पार्नु हुँदो रहेछ होइन। यस्तै हो नि त, म पनि एकदम पढन्दास मान्छे अनि हाम्रो ठ्याक्क मिल्छ। दाइको चाहिँ मार्क्स आउँछ, मेरो चाहिँ मार्क्स आउँदैन, यति मात्रै फरक हो क्या। अरू त हामी एउटै हो। यस्तै हुन्छ मेरो रुम पनि। मेरो हातमा देखिरहेको ल्यापटपमा भएको सफ्टवेयर चाहिँ फाइनल कट प्रो। अब यहाँनिर मैले आज बिहानदेखिको कलर बिल सिक्दैछु क्या। हामीले कुनै पनि फ्ल्याट भिडियोलाई कसरी कलर दिएर त्यसलाई अलिकति छुट्टै खालको एउटा टेक्स्चर दिने, अब चेरी अन टप भन्छ नि, त्यो चाहिँ अब हामी यहाँ कलर बिलबाट गर्न आँटेको। यहाँनिर मेरो जाइरो कलर वेभ पनि आउँछ, वेभ फर्म। अब त्यसपछि यहाँ कलर बिल भयो। मेरो सब्जेक्ट त यत्रो छ क्या, यी प्रिभ्यू त यहाँनिर सबै यो फाइलहरू भइहाल्यो। यहाँ टाइमलाइन अनि यति रमाइलो छ नि यो। जस्तै हामी मान्छेसँग बोल्दा कति खुसी हुन्छौँ नि, त्यो मान्छे नहुँदाखेरि अरू काम गरेर खुसी नखोज्छौँ। तर यो चाहिँ त्योभन्दा राम्रो छ क्या। यो चाहिँ अब कतै जाँदैन पनि। मैले पैसा खुवाइराखेँ भने यो मसँग हुन्छ, पैसा छैन भने यो फेरि सब्सक्रिप्सनै उठ्छ क्या। मैले सब्सक्रिप्सन लिएको छु नि त, एन्ड इट कस्ट मी अराउन्ड 20,000 प्लस। मैले उता दिदीलाई क्यानाडाबाट किन्न लगाएँ अनि त्यसपछि यहाँ हामीले एकदम यो सफ्टवेयर चलाउँदैछौँ र यसको फाइदा एकदम धेरै छ। इफ यु गाइज वान युज दिस देन म्याकबुक अर आइप्याड हुनु पऱ्यो, यो दुइटामा चाहिँ यो चल्छ। यो सफ्टवेयर तपाईँले रन गर्नलाई चाहिँ यति दुइटा सामान भयो अनि तपाईँसँग त्यो एउटा पेन्सिल भयो भने यहाँनिर तपाईँले धेरै कुराहरू गर्नु मिल्छ क्या। जस्तो त्यो एनिमेसनहरू गर्न पायो, किनभने एप्पल क्रिएटिभ स्टुडियोभित्र 9वटा एप हुन्छ क्या। त्यो 9वटा एप तपाईँले युज गर्न पाउनुहुन्छ एउटा सब्सक्रिप्सनबाट। अनि यसमा धेरै फाइदाहरू छ। र मेरो इन्डियाबाट अर्डर गरेको सामान पनि आउन आँट्यो। मैले 2000 GB को स्टोरेज मगाएको छु, एसएसडीको SanDisk Extreme Pro भन्ने। त्यो आएपछि त्यसको अनबक्सिङ हुन्छ अनि छुट्टै छुट्टै भिडियोहरू पनि बन्ने हुन्छ। अहिलेको लागि भनेको अब यहाँ दिदी र म मात्रै छौँ नि त। अनि यसरी यो कलर भिलहरू म यहाँ सिक्दैछु, दिदीले उता बनाउँदै हुन्छ, म यहाँ भिडियो बनाउँदैछु, एउटा मेमोरी क्याप्चर गर्दै हो नि त। जहिले यो ठाउँमा हुँदैन अनि भएको बेला बनाइहाल्यो भने पछि गएर हेर्न नि मिल्यो नि त, त्यही भएर भिडियो बनाउनुपर्छ। हाम्रो दिदीलाई कलर बिल भनेको के हो भन्दै हुन्छ क्या। सो नर्मली बुझ्दाखेरि हामीले जस्तै फोनमा कुनै पनि भिडियो सुट गरेपछि त्यसलाई डिफल्ट जुन बाई डिफल्ट एपमा भएको सेटिङ हुन्छ नि, त्यहाँनिर चाहिँ टक्क त्यो सेचुरेसन अनि भिब्रेन्टहरूलाई बढाइदियो भने त्यसले कलरलाई हल्का बुस्ट गरिदिन्छ, इन्हेन्स गरिदिन्छ नि त। अब कुनै पनि कुरालाई अलिकति हामीले इन्हेन्स गरिदिउँ, कलर दिउँ भने त्यो राम्रो देखिन्छ नि त। अब केक पनि तपाईँलाई यस्तो त्यो पिठो जस्तो, पिठो होइन के भन्नु, त्यो बुके पाउडरमा यस्तो त्यो क्रिम लगाएर दियो भने यति दिँदा राम्रो देखिँदैन नि त। तर त्यसमा अलिकति चेरी डिजाइनहरू हालिदियो भने कति राम्रो देखिन्छ। हो त्यही गर्ने काम चाहिँ हाम्रो कलर व्हिलले गर्छ क्या। कलर व्हिल भनेको चाहिँ एउटा हरेक हुन्छ नि कलरको लागि एउटा छुट्टै एउटा यत्रो गोल डल्लो हुन्छ क्या, चाडा गोलो हुन्छ होइन। एउटा सेचुरेसन हुन्छ, एउटा लाइटलाई हुन्छ, अनि एउटा भनेको के हुन्छ। म पनि आजै सिक्दैछु नि त, अब नाम अलिकति बिस्तारै बिस्तारै याद हुन्छ। तर मैले सिकेकोसम्म अहिले जानेको भनेको कमान्ड+9, कमान्ड+7, यसरी त्यो नम्बरको पनि स्पेसिफिक फङ्सनहरू हुन्छ, त्योहरू पनि सिक्दैछु। र अलिकति ठुलो स्पेस पाउँछ त्यति कलरलाई इन्हेन्स गर्नलाई, यसलाई नै भन्छ कलर व्हिल। एउटा सर्ट तरिकाले बुझाउँदाखेरि, किनभने तपाईँलाई मैले त्यही सफ्टवेयरमा देखाएँ भने त्यही बुझाउन सजिलो हुन्छ नि त। सी इज द कुक। अचार दामी बनाउनुहुन्छ फेरि। म कतै गइहाल्यो भने दिदीले अचार बनाइदिन्छु भन्नुभएको छ। लेट्स सी। लुक एट दिस, हाम्रो फाइनल प्रडक्ट दामी छ। किसको गर्न आँटी चाहिँ त्यसको बाजीको पक्कै सक्छु। मिठो। मैले पछि दोकान खोलेँ भने दोकानमा बस्नु ल, कुकमेन तपाईँलाई हेड सेफ। दामी पाएको। मेरो बसो अहिले काठमाडौँमा छ नि त, अलिकति कामले आएको थिएँ। म पनि यसो घुम्नु पऱ्यो भनेर उतापट्टि पनि अब खासै केही गरेको थिएन नि त। त्यही भएर एउटा नयाँ एक्सपिरियन्स हुन्छ अनि नयाँ कुरा सिकिन्छ भनेर यो ठाउँमा आएको थिएँ। यहाँ आउँदाखेरि अब दिदी घरमा बसेको छु नि त म त, अनि रमाइलो पनि लाग्छ। यो अलिकति हाइटमा छ, गर्मी त्यस्तो साह्रो फिल चाहिँ हुँदैन। तर घरिघरि चाहिँ मलाई लास्टै अब राति सुत्ने बेलामा चाहिँ अब बडी अलिकति बडी हिट हुन्छ नि त, अनि अब कुरा पनि सोचिरहेको हुन्छ, त्यो भएर गाह्रो चाहिँ भइरहेको हुन्छ। त्योभन्दा बाहिर अरू त केही पनि छैन। यो ठाउँभरिमा एउटा घर चाहिँ अलिकति दामी लागिरहेको मलाई। यो घरको भित्रपट्टिको इन्टेरियर हेर्न मन लागिरहेछ। होपफुली अब
यो पछाडिको घर छ त्यो घर चाहिँ आफूले नि बनाउन पाए हुन्थ्यो। हुन त योभन्दा ठुलो घर हाम्रै छ, त्यही पनि अब यो एरियाभरिमा चाहिँ अलिकति राम्रो खालको ठुलो एरिया लिएर बनाएको चाहिँ यो घर छ क्या। यहाँ चाहिँ फेरि बाङ्गो टिङ्गो भन्ने हुँदैन रहेछ, घरमा चाहिँ ठ्याक्क अब स्क्वायर सेपको रेक्टेङ्गल सेपको खोज्छ नि त। अब पुरा फर्केको हुनु पऱ्यो, के फर्केको हुनु पऱ्यो। यहाँ पूर्व पश्चिम केही हेर्दैन क्या, यहाँ जग्गा मात्रै छ क्या तपाईँलाई। पपुलेसन लास्टै मेसी छ नि त, धरानमा त्यस्तो छैन। यहाँ चाहिँ अब सबै प्रदेशका मान्छेहरू आएको भएर पनि धेरै एरिया कभर गरेर अब यो ठाउँ चाहिँ तपाईँको कस्तो भनौँ अब गर्मी भयो भने पनि त्यति साह्रो गर्मी चाहिँ नहुने, यो अलिकति हाइट भएर होला। तर पल्युसन चाहिँ लास्टै बढी, पल्युसन चाहिँ 1 नम्बर छ। झन्डै हाम्रो इन्डियाको भाइब आउँछ मलाई धुलो हेर्दाखेरि चाहिँ। झन् त्यो बस पार्कतिर अब म धेरै ठाउँ घुमेको छैन नि त, सो नर्मली थाहा भएको भनेको त्यो बस पार्कमा अब्बर धुलो हुन्छ, उडेकै देखिन्छ क्या। मलाई त्यहाँनिर यसो हिँड्न नि गाह्रो लाग्छ कि, किनभने अब भर्खर कपाल सफा गरेर हुन्छ अनि फेरि त्यो ग्रिजी हुन्छ भनेर त्यो बेला गरेँ मन लाग्दैन। यहाँनिर फेरि मान्छे पनि छैन क्या भने, सबै बुढोपाखा र सानो बच्चा बच्ची मात्रै कराएको सुन्नु पाइन्छ, अरू केही पनि छैन। अनि पप्पीहरू कुकुरहरू कराएको सुनिन्छ त्यति हो। कस्तो मिठो पाएको छ दिदीले यार। यो घरमा एकजना स्पेसल मान्छे पनि हुन्छ, त्यो मान्छे को भनेर देखाउनु पऱ्यो भने चाहिँ उनी चाहिँ हाम्रो दिदीको फेभरेट, दिदीले ल्याएर पाल्नु भएको छ। उता पछाडि खोर पनि छ। अहिलेको लागि मेरो करेन्ट काम भनेको यो सबै यहाँ डाटा मेरो यहाँ फाइलमा छ नि त। यस्तै मैले एउटा ठुलो यो अब इत्रु पर्ने यो इत्रु छ नि, यसकै ट्रिपल लेन्थको एउटा मैले एसएसडी मगाएको छ। त्यो एसएसडी सायद अब आज नत्र भए भोलितिर यहाँ मेरो हामी बसेको ठाउँमै आइपुग्छ नि त। अब मैले होम डेलिभरी गर्न लागेको छु। एन्ड दिस थिङ इज बिङ अर्डर्ड फ्रम इन्डिया, बुझ्नुभयो नि, एमाजोन इन्डियाबाट मैले अर्डर गरेँ हो। अब मलाई मैले त्यसको भित्र सिरियल नम्बर चाहिँ गराएको छ नि, तर बाहिरबाट बक्स हेर्दा इट्स टोटल्ली फाइन अनि अथेन्टिक छ। त्यो 44,000 आइसी रुपिज रहेछ, डिस्काउन्टमा 39,000 कति थियो र मैले अर्डर गरिहालेको छु। अब अहिलेको लागि चाहिँ हामी यो सबै फाइल यहाँबाट म्याकबुकमा ट्रान्सफर गर्ने एन्ड वी विल डु सम एडिटिङ, कलर वेल्सहरू पनि यसो खेलाउने हो सक्दो। अब एडिटिङ गर्न थालेपछि हामीलाई कस्तो रमाइलो हुँदो रहेछ क्या, सबै कुरा सिक्दै जाइन्छ। अनि मान्छेहरूले यस्तै अब सोद्धाखेरि पनि केबाट एडिटिङ गर्छु भन्दा फाइनल कट प्रो यस्तो अलिकति राम्रो सफ्टवेयरहरू भनिदियो अनि राम्रो एडिटिङ गर्छु भन्यो भने आफै पैसा नि दामी आउँछ नि त। मैले त्यो सामानमा इन्भेस्ट गरेको जुन छ नि अब एसएसडी, त्यो एसएसडीको पैसा म विथिन 2 मन्थमा त्यसलाई रिजेनेरेट गर्न आँटेको। त्यो प्लानले चाहिँ म अब हिँडिरहेको छु। लेट्स सी अब कति सकिन्छ के कसो हुन्छ। फर्स्टमा म यो फाइल अपलोड गर्छु अनि बिस्तारै यहाँ पनि अपलोड हुन्छ। हेर्नु होला हाम्रो ब्लग कस्तो लाग्छ, यसो 1-2 वटा माया पनि छोडिदिनुहोस्।